आज हामी चाहिँ लुम्बिनी इन्स्टिच्युटबाट कमिटी सर्वेमा आएको। कमिटी सर्वेमा आउँदाखेरि चाहिँ आज लगभग 3-4 दिन भयो। 3-4 दिन बल्ल आज लगभग उहाँ 61 एराउन्ड घर भ्याइएको। अनि त्यसपछि चाहिँ यसो अब थकाइ मारौँ भनेर हामी चाहिँ यसो यो रोहिणी खोलाको अनुषा, रञ्जना, आसमा, मिलन अनि दुईटा चटकीहरू उहाँ छन्। अनि हाम्रो अर्को एउटा साथी पछि आइरहेको छ। यो कुकुर हाम्रो साथी पनि आएको छ। आऊ साथी यता। कमिटीको केही एक्सपिरियन्स केही भन्दिनँ म। मलाई थकै लागेको छ हेर्ने, खुट्टा पनि पुरा दुखिरहेको छ हैन। अरु चाहिँ मार्क्स यस्तो नराम्रो छ। के भन त कमिटीको सर्वेको बारेमा के भन त के भयो? एकदम रमाइलो भयो, तर थाक्न पनि एकदम थाकियो। अब चाहिँ हाम्रो फोटो खिच्ने टाइम, स्पन टाइम। तिमीले के भन्दैौ? एकदम रमाइलो भयो। फर्स्ट एक्सपिरियन्स थियो जे होस्, हामीलाई चाहिँ धेरै कुराको नलेज पनि भयो। यहाँ आएर थाहा पायो कि कस्तो गाउँमा कस्तो खालको मान्छेहरू बस्नु नै रहेछ, कस्तो छ यहाँको कन्डिसनहरू। अब थाहा भयो हामीलाई धेरै कुरा। मिलन, कमिटीको बारेमा के भन्दैौ त? कस्तो एक्सपिरियन्स भयो? एक्सपिरियन्स भयो होला नि, नयाँ एक्सपिरियन्स भयो होला नि त। दुःख भयो, दुःख सुख त त्यस्तै हो।